Guys and welcome back to my channel. आज अघि नै उठेको म फेरि खान्छालाई खाएर अब आज बेलुका हामी पाहुना आउनुहुन्छ घरमा मेरो मामुको साइड मैले त देखेको छैन मैले त चिन्दिनँ होला र बच्चाको बेला चाहिँ देखेँ भने उहाँले मलाई गोद्न सक्नु होइन हो मेरो अङ्कल आन्टी आउने होइन आज यो नाम के अरे उहाँहरूको सृजना आन्टी विक्रम अङ्कल सृजना आन्टी र विक्रम अङ्कल आउँदै हुनुहुन्छ आज बेलुका अनि बाबाले भाला के अरे भाले काट्ने अरे अब अनि त्यसको भ्लग बनाऊँ भन्नुभयो क्या अनि भ्लग बनाउँदैछु होइन बाबा ल ल भाले काट्ने हो भन्नु ल भाले काट्ने त अब नै यता औटी सामान लिएर गर्छु है सो गाइस अब भाले काट्ने कार्यक्रम भइरहेको अब ल अब यो पाहुनाको लागि ल होइन हाम्रो भिडियो यहाँ छ हुन त माया त लाग्छ हौ यस्तो जे हेर्दाखेरि बिचरा अहिलेसम्म जिन्दा पछि गर्दाखेरि मर्छ होइन हेर्दा हेर्दा टल्क्या है घामले त यस्तो यस्तो चाहिँ भाले होइन हाम्रो चाहिँ यहाँ यस्तो रोक्ने म बन्द गरिहाल्छु है त ल है त मार्ने अब नचाहिन्छ यो खै ल अब हाम्रो भाले जानु आँटेको रोक्नु रोक्नु ल गाइस ल सो गाइस अब काटिहाल्यो हामीले कुखुरालाई उयो आयो एउटा पोथी आएर यस्तो है यति धेरै एउटा त गइहाल्यो छिटछिटै अघि नै भनेको थिएँ अरूसम्म त जिन्दा छ मरिहाल्यो है त अब फेरि लाग्नु पऱ्यो हातले लगाउनुको लागि हेरेर मेरो पनि अब माथि लग्ने काट्ने होइन हो हामी ब्याक स्पेसमा आयौँ आफ्नो घरको यता अब पुग्नु हुने ल ओके गाइस अब म जान्छु माथि आफ्नो होमवर्क गर्न ल अहिले बनाउँछु ल बाई ओके सो गाइस अब मामुलाई माथि बोलाउनु भयो बाबाले हेर्नु भनेर बाबा के गर्दै हुन्छ हेरौँ न है त लु ओ कट कट पिस बाबा हो त केटो देख भाले 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 ल ल ल 4 केजीको भाले अरे युट्युबले डिमोनिटाइज गर्छ जस्तो लाग्यो मलाई युट्युबले त्यो हटाउँछ जस्तो लाग्यो यो रकतहरू देखाउनु हुन्न क्या जे भयो नि आज पनि भ्यू राम्रै आयो गाइजहरू लभली भ्यू यु नो मामु म मेरोमा हाँस्यो कति भ्युज आउँदो रहेछ डान्स लु डान्स यतिको पपुलर हुनु भने कम हो र भने डान्स हानिदिनु भन्छन् मान्छेहरूले मान्छे भने मेरो लागि करोड तिर्छ क्या म नाच्नको लागि एक दुस्टे खानु अनि 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 यस्तो मान्छे किन भन्नु तपाईँले नाच्नु म तिमीहरूमा एउटा ऊ बनाउनु पर्यो के कमेडी चाहिन्छ मामुलाई यसमा बनाउने होइन मामु अब
So guys, त्यहाँदेखि उयो देखिरहेको छैन अब अलिकति मिलाएर एङ्गल अब यसमा चाहिँ रोस्टहरू फिलाहरू ल्याउनु भएको आमाले यसमा बनाउने आज पाहुना आउनुभएको खुसीमा तर्फमा फिलाहरू कहाँ ल्याउनु त रोस्ट बनाउने कि बाहिर त फिला पिज्जा देखाउनु पऱ्यो नि भोलि देखाउनु पनि देखाउनु पऱ्यो होइन कता राख्यो भने बाबा पुग्दैन ल्याउनु पर्छ नभए त्यो भाँचेन क्या त्यो स्टिकको त्यो तल खुट्टा भाँच्दैन मेरो हातमा हावा चाहिएर अब म गएर तल फेरि होमवर्क गर्न सुरु गर्छु त अहिले त गाइस ल बाई जानु पऱ्यो अहिले पुरा फोन खतम गरेर राखेको छैन म सफा गर्नु पाउँछ गाइस यो खोल हालिदिनु सो गाइस जिन्दगीमा बिहे गर्नुहुन्न भन्ने कुरा यही हो बुढीले खर्काउने मेरो मामुले मेरो बाबालाई आज थर्काउनु मैले अब म बिचमा आएँ अब पछि मेरो अब पछि मेरो पढाइ बिचमा आउँछ आज हाम्रो घर पाहुना आउने कार्यक्रम चलिरहेको यहाँ हाम्रो यस्तो राम्रो होइन र यसमा घाटा मेरो छ यसमा घाटा मेरो दुर्गम खाटा यहाँ मेरो खाट गएको छ मेरो खाट गएको छ त्यहाँ होइन के छैन बस्नु पाहुनाहरू तर अब किन त्यति भयो पुग्यो त माम कति ट्याप लाउँछ नजाने त्यति क्या त्यो पुग्दै तोर खालि पर्दथ्यो जम्मै चुङ्गादा क्या चुङ्गादा मामुले यो फ्याट त फ्याँकिगयो थोगरी किन हुन्छ त्यो राम ठिकानमा जाउन मलाई त्यो त बजुको यहाँ चित्त बुझ्नु पढ्न आउँछ यहाँ घर गोलमटो मेरो बाबा खाते तान्दा कति खिराक भात पाउनको खानु हल्ला खान्दा यसै हाम्रो हुन्छ मलाई मुखबाट हेर्न मजा क्या तर के छैन यस्तै हो बुढीले नि पेल्छ आमाले नि पेल्छ बाबाको यहाँ टेन्सनै टेन्सन छ यहाँ हाम्रो मामु श्री लास्टै काम गर्दै ओहो मामु त ओइ तिहारको बेला जान्छु है म बाटो कहाँ जाने अब कहाँ जाने अब ल गाइस जे हो यस्तै हो घर परिवारमा तपाईँको पनि भएको होला कन्फर्म भन्छु म ल तपाईँसित पछि भेटौँला गोलमटो सिद्धेछु सो गाइस राति भइसकेको छ च्याउ बनाइरहेको पाहुना अझसम्म राति भइसक्यो मेरो बाबा त्यहाँ कुरा गर्दै नाटक बनाउनु हो गाउँ मिठो गाउँ गुड गुड इनफ आउन अहिले बाँकी छ आउनु भयो
night is still night time, like gotta do it. Dust मिनट तपाईँसित पछि पुऱ्याउनु पाहुना आउनु भएपछि है त गाइस बाई यता हेर ओ सो गाइस हाम्रो घर बनाउनु भए आउनु भइसक्यो होइन बुनु यता आयो सो गाइस हाम्रो घर बुनु हो होइन बुम हजुर यहाँ बहिनी हेरेर छु बुम बुम बहिनी कति राम्रो क्युट छ हाम्रो घरमा पाउनु ओ चुयो 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 उठ्यो चुयो उसको यतापट्टि खेतीरा बहिनी चाहिँ क्युट छ है अहिले ओके पछाउँछ भेटौँ न पाउँदैन भइसक्यो खाना खायो बहिनीको हेर्ने काम मैले पाएँ ओके भाइ मुनि त एकचोटि हेर ओ के खानु न यस्तो राम्रो भयो ल सो गाइस हाम्रो घर बुनु हो होइन बुम हजुर यहाँ बहिनी हेरेर छु बुम बुम बहिनी कति राम्रो क्युट छ हाम्रो घरमा पाउनु ओ चुयो 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 उठ्यो चुयो उसको यतापट्टि खेतीरा बहिनी चाहिँ क्युट छ है अहिले ओके पछाउँछ भेटौँ न पाउँदैन भइसक्यो खाना खायो बहिनीको हेर्ने काम मैले पाएँ ओके भाइ मुनि त एकचोटि हेर ओ के खानु न यस्तो राम्रो भयो ल